नमस्ते साथीहरू, म चिम्पान्जी राइडर। अहिले मेरो अद्भुत यात्रामा छु। आज म यो सुन्दर हिमाली बाटो हुँदै मस्ट्याङ आइपुगेको छु। यात्रा निकै साहसिक छ। सडकहरू उकालो, तल्लो अनि साँघुरो छन्। तर म मेरो बाइकमा रमाउँदै छु। हावाको मिठो शीतलता र यहाँको दृश्यले मन लोभ्याउँछ। भोलि म नेपाल चीनको सिमाना जान लागेको छु। यदि तपाईलाई मेरो यात्रा मन पर्छ भने कृपया लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। फेरि भेटौँला, धन्यवाद। अब अलि माथि मात्र जान्छु भगवानको दर्शन गर्न। अब म माथिल्लो मुस्ताङ जाँदैछु। यस्तै रमाइला एडभेन्चर हेर्न लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला। कस्तो छ त यहाँको स्पेशल फास्ट फुड? अझ धेरै दृश्य देखाउँछु, तयार हुनु होला। जोमसोमै बजारमा 12 बजे हावा सरररर। अब जाँदैछौँ जोमसोमतिर। ए, एप्पल जस्तै गाला छ नानीको त। यता हो नि नेपालको रियल ब्युटी। बेनीको बजारमा आइपुग्यो। यो त वाइब नै फेरिदिन्छ। नेक्स्ट स्टप। स्वागत छ सबैलाई। यात्रा सुरु भएको छ, जोमसोमतिर जाँदैछु। नमस्ते दाई। नमस्ते। स्वागत छ माथिल्लो मुस्ताङमा। सुरक्षित यात्रा गर्नुहोस्। धन्यवाद साथीहरू।